सो गाइज मैले यो आज भिडियो चाहिँ मेरो पल्सर एएस 150 को बनाएको होइन। मेरो चाहिँ इन्जिन सिज भएको थियो। अब यसमा इन्जिनको क्र्याङ्कमा चाहिँ तपाईँको चाहिँ फोरो गएर जाम भएर क्र्याङ्क चाहिँ यहाँबाट क्र्याङ्कको बुस्ट चाहिँ यहाँबाट गएको थियो ठ्याक्क चाहिँ है। अनि त्यसपछि चाहिँ अब पुरै क्र्याङ्क चेन्ज गर्नु त अब गाह्रो छ। त्यसको लागि चाहिँ मैले अब कसरी बनाउने अब नेटवर्कमा धेरै हेर्दाखेरि चाहिँ तपाईँको यो रड बेरिङ चाहिँ चेन्ज गर्दो रहेछ। यो चाहिँ ओरिजिनल हो है। अनि मैले चाहिँ यो तपाईँको यो किनेको रड बेरिङ चाहिँ रड बेरिङ माकोको कनेक्टिङ रड जुन कि अहिले यसमा छ लगाइसकेको छ मैले होइन। अब यो यहाँ लागिसकेको छ। अनि यो दुईवटा बेरिङ एउटा यो बेरिङ र यो बेरिङ पनि चेन्ज गरेको दुइटै तपाईँको चाहिँ एआरबीको बेरिङ। यो चाहिँ तपाईँको अब मैले दुइटै नेपालमा लिएको। जस्तै अब एएस चढिराख्ने कोहीलाई चाहिँ अब इन्जिनको सामान पाइँदैन होइन, सामान पाइँदैन, यस अलि चढ्न ठिक हुँदैन भन्नेलाई चाहिँ अब जस्तै फेरिङको सामानहरू नपाइएला, प्लास्टिक आइटमहरू नपाइएला होइन, कुनै कुनै सामानहरू के मेबी टाइम लाग्न सक्ला। तर चाहिँ तपाईँको इन्जिनको मेट पार्टहरू होइन तपाईँको चाहिँ अब एनएस 160सँग मिल्न जाने भएर तपाईँले चाहिँ अहिलेको दिनमा चाहिँ सजिलै चाहिँ पाइने छ क्या। अहिले सजिलै अहिले पाउन सक्नुहुन्छ। पहिला जस्तो अहिले गाह्रो छैन। मैले चाहिँ यो अस्ति भर्खरै गराएको चेन्ज। मैले मेरो फुल बाइकको इन्जिन बनाउँदैछु। यसमा अब यो किन्न पऱ्यो भने तपाईँको कति अब थाहा छैन होइन, रेट त कति पर्छ। क्र्याङ्कको नयाँ किन्नु पऱ्यो तपाईँले दुइटा बेरिङ दुइटा यो चेन्ज गर्ने अनि रड चेन्ज गरेपछि तपाईँको चाहिँ फ्री हुन्छ। अनि तपाईँलाई यसमा यहाँ फोटोमा देखाइरहेको यो पनि दिन्छ है। अब यसमा यसलाई चाहिँ के भन्छ नाम चाहिँ थाहा छैन एक्ज्याक्टली होइन। मैले चाहिँ यो मुटलबाट लिएको। यहाँ चाहिँ तपाईँलाई कता लेखेको छ एस बक्समा यहाँ हेर्नु, बजाज पल्सर एनएस 150 अनि इएस स्ट्यान्डर्ड साइज 1 किट आउँछ। त्यसपछि चाहिँ तपाईँलाई यो अनि त्यसपछि यो बिचको चाहिँ पाउनुहुन्छ। अनि अब यो दुइटा बेरिङ चाहिँ यो बेरिङ यताको बेरिङ चाहिँ ल त गाइज। अब यो कसैलाई अब गाह्रो परिरहेको छ, सामान पाउन गाह्रो छ भन्नेलाई चाहिँ अब यो अलि लियो भने बाइक टेन्सन नपरिन्छ भन्नेलाई चाहिँ एउटा सानो भिडियो। अब यसमा अब तपाईँले आफैले पनि काम गर्न सकिन्छ। पाएँ गाह्रो त हुन्छ, अब अलि नचलेको बाइकमा सामान पाउन गाह्रो हुन्छ। त्यही यो बजाजको भएपछि अलिकता पाइन्छ भन्ने आश चाहिँ हुन्छ है। त्यस्तो खोज्न चाहिँ पर्छ, आफैले खोज्न नभए मिस्त्रीहरूसँग बुझ्ने उनीहरूले थाहा हुन्छ कहाँ पाइन्छ के पाइन्छ भनेर आफैले गर्न सकिन्छ यो सब चाहिँ है। हस्, यो बनाएको भिडियो हेर्न चाहनुहुन्छ भने म चाहिँ तपाईँलाई एउटा यसैमा सर्ट क्लिप्स चाहिँ हालिदिन्छु।